हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार, स्वागत छ हजुरहरूलाई मेरो भिडियोमा। आज चाहिँ म बाटोमा हिँड्दै चाहिँ भिडियो स्टार्ट गरेको छु साथीहरू। न्यू भ्लग चाहिँ आइसकेको छ हजुरहरू सामने। अनि आज चाहिँ चिरीच्याट्टा परेर म चाहिँ लाग्दैछु है। हामी चाहिँ घुमघामको यात्रामा छौँ। बाउ छोरा चाहिँ अगाडि स्कुटीमा गइसकेको छ। म चाहिँ यहाँनिर रोडको हालत चाहिँ यस्तो छ, त्यो भएकोले गर्दाखेरि चाहिँ हिँड्दै जाँदैछु। यो चाहिँ अब गाडी हिँड्ने बाटो, यो चाहिँ पानी हिँड्ने बाटो, अनि यो चाहिँ मान्छे हिँड्ने बाटो हो। स्टेप छ हाम्रो रोडहरू चाहिँ। धुलोले बिजोक बनाउँछ अहिले चाहिँ ट्र्याक्टरहरू हिँड्नेकोले गर्दाखेरि चाहिँ यस्तो धेरै धुलो छ। अनि हामी चाहिँ आज जाँदैछौँ कहाँ त साथीहरू। भिडियो अन्तिमसम्म हेर्नु होला है। भिडियो चाहिँ फेरि कन्टिन्यू गर्नेछु साथीहरू। आजको हाम्रो यात्रा सुरु। हेलो, वेलकम। यस्तो त भन्छ। हामी चाहिँ लाग्यौँ साथीहरू। भिडियो बनाउँदैछु मियाङ, भिडियो बनाउँदैछु। यहाँ चाहिँ हाम्रो विश्वकर्मा मन्दिर साउने विश्वकर्मा बाबाको जय होस् भन्दै चाहिँ लाग्यौँ हामी चखेवा भन्ज्याङतिर। हामी चाहिँ अहिले आइपुगेको छौँ गणेश राशिक झरनामा। यहाँनिर चाहिँ के भन्छ, होमस्टे भन्दा अलिकति तलतिर। अनि हाम्रो चाहिँ फोटो खिच्ने क्रम जारी छ साथीहरू। यहाँनिर मिहाङले पनि भिडियो बनाउँदैछ। गोठेसिङ होमस्टेले बनाउनु भएको रहेछ। यहाँनिर चाहिँ यस्तो गरेर भिडियो बनाउनुपर्छ अहिले चखेवामा। मिहाङ लड्छ है। झरना चाहिँ सुकिसकेको रहेछ, सानो पानी आउँदो रहेछ अहिले चाहिँ। फाइनली हामी चाहिँ चखेवा आइसकेको छौँ साथीहरू। तपाईँहरूले देखिसक्नुभयो होला यहाँनिर टाढाहरू हाम्रो झन्डाहरू चाहिँ पुरा दबाइसकेको छ अहिले त। सिधा खतरा डाँडा चाहिँ अहिले चाहिँ यस्तो भएछ। यहाँलाई चाहिँ जाडो भयो अरे। She's chasing skies I've never met while I stay in my lane. But something in she keeps pulling up my chain. हामी टाइमको जाने भनेर हिँडेको चक्यामै जाडो भएर टक्किसक्यौँ। अब यहीँबाट फर्किनु पर्ने हुन्छ साथीहरू। जाडो छ, जाडो। If I don't ask your name today, I may never get the कस्तो हुँदैछ? यस्तो छ है साथीहरू। हरियाली भन्ने कुरा चाहिँ खासै छैन अब यतिखेरको समयमा। बल्ल आइपुग्यौँ। जाडो भएर बिस्तारी आएको, बिस्तारी आयौँ। जाडो भएर चिसो भएर कहाँ त ल किन खेल्नु लु हेरेर आऊ के हेर। जाउँ लु हामी त गएको। आऊ माथि डाँडामा गएर खेल्नु। के अरे मियाङ? ल मियाङ चाहिँ पसल गएर के किन्छ अरे दिनु। ल पाउँदैन होला।
यता यता रिमाचुङ अरे रिमचुङ छिमचुङ होटल के भएको साथीहरू उकालो उकालो भनेपछि त खुट्टाले पनि साथ दिँदैन खुट्टा पनि ओह्रालै झर्नु खोज्छ हामी चाहिँ डाँडामा निस्किँदैछौँ माथि सल्लाहघरी डाँडामा के भयो म्याङ कहाँ हुँदो हुँदो झरेको हिँड न छिटो बाबाको हात छ मात्र हात पनि निकाल्नु है हामी चाहिँ यहाँनिर आएर फोटोसोटो खिच्यो साथीहरू भिडियो सिडियो बनायौँ अनि यहाँनिर टक्कसँगले अब चाहिँ सामान पोको पार्दैछौँ यस्तो खासै अब हरियाली चाहिँ छैन यतिखेरको समयमा उराठ लाग्दो डाँडा छ त्यही पनि चिसो न चिसो हावा आएर बिजोक भयो फोन पनि फुटाइयो नयाँ फोन पनि फुटाइयो साथीहरू यस्तै छ है यहाँनिर फोटो फुटेर तनाव छ मान्छेहरूलाई अर्कोपट्टि पनि देखाइदिनु न्यु फोन फुटो मैले चाहिँ फुटाएको होइन है त त्यहाँ अडाएको थिएँ त अब के थाहा त हौ झरेर फुट्यो त म मर्नु थर कामदै हामी चाहिँ अब लाग्यौँ साथीहरू खासै मजा भएन खासै आमा छोरा छोरी यहाँनिर हाम्रो चाउचाउ र चिसो लिएको स्ट्रिम लिएको खानु सकिनौँ जाडो भएर थुक्पाको सुप बजाइवरी आएको साथीहरू त भएकोले गर्दाखेरि चाहिँ खासै मान्छेहरू नै हुँदैन रहेछ आजभोलि त चकियामा पहिला त कति धेरै मान्छे हुन्थ्यो हरियाली नभएर होला हाम्रो बाइकमा तल छ बिचरा स्कुटी साथीहरू हामी चाहिँ बाटोमा आउँदा यहाँनिर स्मृति पार्क भेट्यौँ हामी चाहिँ माथि आएको छौँ मेन रोडबाट यहाँ चाहिँ पार्क बनाएको रहेछ थाहा थिएन हामीलाई चाहिँ यस्तो हेरेको बोर्डदेखि त्यही भएर चाहिँ आइदिएको लु कस्तो रहेछ त स्मृति पार्क भनेर कसको सम्झनामा हो यति धेरै कस्तो दामी है केही छैन त नि अनि खोइ के हो यो के थियो नि यहाँ अनि यस्तो ठाउँमा यस्तो बनाएको रहेछ है के बनाउनु खोजेको यो के भएको हौ कस्तो मान्छेहरू होला है के भनेर उकाएको होला है यो सबै अगाडि नै बनाएको होला दामी पिच गरेर लिएको रहेछ लड्छेउ यस्तो रहेछ है साथीहरू लगानी चाहिँ राम्रो गरेको रहेछ तर के गर्नु बाङबुङ भत्किसकेछ सायद यहाँ रेखदेख गर्ने मान्छेको कमी भएर होला अब यसो हेरिमरिम फर्क्यौँ 5-10 मिनट माथि रहेछ यो चाहिँ यहाँपट्टि चाहिँ राम्रो तोरीबारी थियो तर के गर्नु जानु हाम्रो दाजुले चाहिँ यहाँ सुरु गरिसक्नु भयो गएला चाहिँ अब चाहिँ सरासरी जानुपर्ने हुन्छ साथीहरू हामी रिसोर्ट छिर्ने कि नछिर्ने हामी चाहिँ पार्क पनि घुमेर आइसक्यौँ एकछिन फनानन्न घुमेर आइहाल्यौँ अब त्यसपछि चाहिँ लाग्यौँ साथीहरू लास्टै जाडो छ लास्टै जाडो टोपी सोपी लगाएर आनन्दले हिँड्नुपर्ने हुन्छ र पनि जाडो छ घाम भएको ठाउँमा चाहिँ जाडो हुँदैन अनि घाम नभएको ठाउँमा चाहिँ काम्ने खालको जाडो छ अब भेट्नेछौँ हाम्रो अर्को लोकेसनमा यहाँनिर गाडीको पैसा सकिसक्यो अब यी दुईजना चाहिँ
बाबा छोरा चाहिँ सुरुर घरसम्म जान्छ स्कुटीमा आफू त जहिले यहाँ आएपछि हिँड्नुपर्छ आजको बिदा पनि लोसारको दिन पनि त्यत्तिकै सक्यो साथीहरू अब चाहिँ घर गएर खाजासाजा बनाएर खानुपर्ने हुन्छ अनि भोलि त बिहानै भोजपुरतिर लाग्नुपर्ने हुन्छ अब चाहिँ बिदाहरू पनि प्राय सक्यो माघ महिनाको हामी चाहिँ आज नै भोजपुर आएर पनि भोजपुरको डबली मेला टुरी खेलमा चाहिँ भरिसकेको छौँ अनि अलिअलि डान्स सानस गरियो गीत सित गाइयो यस्तै यस्तै रह्यो है हाम्रो चाहिँ भ्याइ नभ्याइको जिन्दगी भयो आजको चाहिँ चखेवा भन्ज्याङ पनि घुम्यो अनि त्यसपछि आएर चाहिँ भोजपुर डबली मेला पनि भरियो रमाइलो पनि भयो अनि हामी चाहिँ रुम पनि आइसकेको छौँ साथीहरू भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भोलि फेरि लिएर आउनेछु न्यू डे न्यू ब्लग भन्दै नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गर्न नबिर्सिनु होला है त बाई बाई एभ्रिवान गुड नाइट